हेलो साथीहरू, आजको यो भिडियोमा तपाईँले बताउन गइरहेको छु चिपेस्ट एसएमएम प्यानलको बारेमा। करेन्ट टाइममा अहिले नेपालको नम्बर 1 प्रोभाइडर रहेको छ। यो प्यानललाई एक्सेस गर्नको लागि तपाईँहरू सिम्पली आफ्नो ब्राउजर खोल्नु र सर्च गर्नु एसएमएम नेपाली। एसएमएम नेपाली सर्च गरेपछि तपाईँहरूले सिम्पली यस्तो इन्टरफेस खुल्नेछ र चिपेस्ट एन्ड बेस्ट एसएमएम प्यानल इन नेपाल योमा क्लिक गर्नु। क्लिक गरेपछि तपाईँहरूलाई सिम्पली यस्तो इन्टरफेस खुल्नेछ र डाइरेक्ट तपाईँहरूलाई एक्सेस गर्नको लागि सर्च गर्नु smmnepali.com। सर्च गरेपछि डाइरेक्ट यस्तो रिडाइरेक्ट हुनेछ साइडमा र कन्टिन्यू विथ गुगल गर्नु होला। कन्टिन्यू विथ गुगल गरेपछि कुनै आफ्नो एउटा इमेल सिलेक्ट गर्नु। इमेल सिलेक्ट गरेपछि तपाईँहरूलाई सिम्पली यस्तो इन्टरफेस खुल्नेछ र तपाईँहरूलाई पहिला एड फन्ड गर्नुपर्छ। त्यही एड फन्ड लेखेको छ, यहीमा क्लिक गर्नु र योमा मिनिमम डिपोजिट 10 RS छ। तपाईँहरू 1000 गर्नुभयो भने तपाईँले 5% बोनस मिल्नेछ र तपाईँहरू पहिला स्क्रिनसट लिनु र पेमेन्ट गर्नु होला। पेमेन्ट गरेपछि जति पेमेन्ट गर्नुभएको छ त्योमा एमाउन्ट लेख्नु होला। जति पेमेन्ट गर्नुभएछ जति हाल्नु त्योमा। जस्तो 500 जस्तो म हालिरहेको छु। यस्तो क्लिक गर्नु र व्हाट्सएपमा रिडाइरेक्ट हुनेछ। अहिले मसँग अलरेडी फन्ड छ, अहिले लोड गर्नु पर्दैन मलाई। र तपाईँहरू सिम्पली न्यू अर्डरमा जानु र योमा धेरै नै काइन्ड अफ सर्भिस छ। तपाईँहरूलाई जुन डिजायर सर्भिस चाहिन्छ जुन बाई गर्न सक्नुहुन्छ। र अहिले इन्स्टाग्रामको सर्भिसमा हामीहरू अहिले मेन प्रोभाइडर रहेको छु। हामीहरू धेरै नै सस्तो सर्भिस दिइरहेको छु अहिले मार्केटमा। तपाईँहरूलाई यस्तो मार्केटमा कोही पनि सर्भिस दिन सक्दैन। नेपालमा नै भनिरहेको छु, कुनै प्यानल दिइरहेछ भने मलाई कमेन्ट गर्नु एकचोटि। हामी पनि हेर्ने हो कस्तो टाइपको सर्भिस हो त्यसको पनि हेर्नु। 20 रुपियाँ 25 रुपियाँ 30 रुपियाँमा हामी इन्स्टाग्रामको फलोवर दिइरहेछौँ। अहिले करेन्ट टाइममा हामीहरू मेन प्रोभाइडर छु, इन्स्टाको मेन प्रोभाइडर नै रहेको छु हामीहरू। र सबैभन्दा ठुलो पहिला ट्रस्ट हो, त्यही नै हेराउँछु कि कति फास्ट हाम्रो सर्भिस जान्छ यो प्यानलको। र तपाईँहरू एकचोटि यो प्यानल भिजिट गर्नु होला, सिर्फ एकचोटि। तपाईँहरू ज्यादा फन्ड नलोड गर्नु। कुनै प्यानलमा जानुहुन्छ भने मिनिमम डिपोजिट 10 देखि 100 छ भने एकचोटि डिपोजिट गरेर हेर्नु। जस्तो म इन्स्टाग्रामको आफ्नो एकाउन्ट ओपन गरिरहेको छु। एकाउन्ट ओपन गरिसक्यो म र आफ्नो त्यो कपी लिङ्क गर्छु प्रोफाइलको। यहाँबाट कपी लिङ्क गरिरहेछु एकछिन। यहाँ म कपी गरिलियो र कपी गरेपछि तपाईँहरू आफ्नो प्यानलमा जानु र लिङ्क हाल्नु। लिङ्क त्योमा हाल्नु र क्वान्टिटी म 100 हालिरहेछु र यहाँ सब्मिट गर्नु होला तपाईँहरू अर्डर। त्यो सब्मिट यहाँ गरेपछि तपाईँहरूलाई सिम्पली एउटा यस्तो आइडी जेनेरेट गरेर दिन्छ कि अर्डर सक्सेसफुल लागिसकेको छ। यो अर्डर तपाईँहरूलाई भिजिट गर्नको लागि अर्डर हिस्ट्रीमा जानु र योमा कति अर्डर छ सबै तपाईँ हेर्न सक्नुहुन्छ। र योमा तपाईँहरूलाई अहिले म 100 लगाएको छु र लिङ्कमा क्लिक गर्नुहुन्छ भने डाइरेक्ट हाम्रो यो इन्स्टाग्राम ओपन भएको छ र तपाईँहरूलाई यो अब म हेराइरहेको छु कति इन्स्टेन्ट डेलिभरी हुन्छ। र तपाईँहरूलाई यहाँ रिफिलमा जानुहुन्छ भने जति अर्डर तपाईँको रिफिल भएको छ इफ ड्रप भएको त्योमा सो हुन्छ। र तपाईँहरूले कुनै अर्डर फास्ट कम्प्लिट गराउनु छ भने त्यहाँबाट आइडी कपी गर्नु होला। आइडी कपी यहाँ यस्तो गर्नु र सपोर्ट टिकट छ, टिकट सपोर्ट त्योमा क्लिक गर्नु र क्यान्सिल स्पिड अफ रिफिल एपिआई अदर धेरै नै छ। जस्तो मलाई अर्डर रिलेटेड इस्यु छ। जस्तो अर्डरमा क्लिक गरेर त्यहाँको आइडी कपी गरेको यहाँ लेख्छु र यो साइडमा पहिला म लग्छु। त्यो एडेड डाइरेक्ट लेखिदिनु होला, एडेड फर स्पिड अप। जस्तो म लेखिरहेको छु क्यान्सिल गराउनु छ भने एडेड फर क्यान्सिल, रिफिल गराउनु छ भने एडेड फर रिफिल र तपाईँहरू यहाँ सब्मिट गर्नु होला। सब्मिट गरेपछि तपाईँहरूलाई यस्तो खुल्नेछ र सपोर्ट टिकट 1 देखि 2 घन्टामा नै रिप्लाई आउँछ र तपाईँहरू सिम्पली र फेरि म आइडी ओपन गर्दैछु र रिफ्रेस गर्छु एकचोटि अरू र एकचोटि फेरि रिफ्रेस गर्छु। हेर्नु हाम्रो बढ्न थालेको छ फलोवर, कति स्पिड आइरहेछ र तपाईँहरू हेर्न सक्नुहुन्छ। र हाम्रो एक्स्ट्रा डेलिभरी नै हुन्छ फलोवरको। जति फलोवर लगाउनुहुन्छ त्योमा अलि एक्स्ट्रा नै जान्छ तपाईँहरू। र म नोटिफिकेसनमा गएर पनि हेराइदिन्छु कि हाम्रो अहिले बढेको छ फलोवर। हेर्नु 1 मिनट छ सबै। तपाईँहरू फेरि यो नै भन्नु होला कि धेरै दिनदेखि नै फलोवर बढेको छ, त्यो सबै 1 मिनटमा नै आएको छ। जति फलोवर छ सबै नै डेलिभरी हाम्रो भएको छ। तपाईँहरू सिम्पली एकचोटि यो प्यानल भिजिट गर्नु होला। र तपाईँहरूलाई यो प्यानल राम्रो लाग्यो भने तपाईँहरू हाम्रो च्यानललाई लाइक सब्सक्राइब र कमेन्ट गर्नु नबिर्सनु होला। र आजको लागि यति नै। म नेक्स्ट भिडियोमा तपाईँहरूलाई अरू धेरै सर्भिसहरू कसरी बाई गर्ने त्यो पनि सिकाउनु वाला छु। आजको लागि यति नै, धन्यवाद।